कहिलेकाहीँ सबैभन्दा ठूलो विजय शब्दबाट होइन, मौनबाट जन्मिन्छ। जब तिमी शत्रुसँग लड्न शब्द खोज्छौ, तिमी उसको खेलमा प्रवेश गर्छौ। तर जब तिमी एक शब्द पनि नबोली शान्त रहन्छौ, तब तिमी आफ्नो आत्मबलमा अडिग हुन्छौ। मौन कमजोरको लक्षण होइन, यो त आत्मा दृढ भएको सङ्केत हो। शत्रु तिमीबाट प्रतिक्रिया चाहन्छ, क्रोध चाहन्छ, असन्तुलन चाहन्छ। तर जब तिमी मौन रहन्छौ, उसको हतियार आफै निष्प्रभावी हुन्छ। हे मानव, एक शब्द नबोली शत्रुलाई जित्ने तरिका भनेको आफ्नो कर्मलाई शुद्ध बनाउनु हो। तिमी आफ्ना काम, आचरण र धैर्यबाट यस्तो उदाहरण बनाऊ कि शत्रु आफै लज्जित होस्। मौनले तिमीलाई सोच्ने समय दिन्छ, मनलाई स्थिर बनाउँछ र बुद्धिलाई तेज बनाउँछ। जब तिमी सत्यको बाटोमा अडिग रहन्छौ, मौनमै रहँदा पनि तिमी विजयी हुन्छौ। याद राख, जहाँ शब्दले आगो बाल्छ, त्यहाँ मौनले शान्ति ल्याउँछ। यही मौन नै श्रीकृष्णको वाणी हो, शान्त रह, कर्म गर, विजय स्वतः तिम्रो हुनेछ। एक शब्द पनि नबोली शत्रुलाई कसरी जित्ने? सुन, ध्यान देऊ, किनकि यो युद्ध बाहिर होइन, भित्र जितिनुपर्छ। शत्रु सधैँ बाहिर हुँदैन। कहिलेकाहीँ ऊ तिमीलाई अपमान गर्ने व्यक्ति हो, कहिलेकाहीँ तिमीमाथि ईर्ष्या गर्ने मन हो, र धेरै जसो समय तिमी भित्रै बसेको अहङ्कार, क्रोध, डर र असन्तुलन हो। जब तिमी शब्द प्रयोग गर्छौ, तिमी ऊर्जा खर्च गर्छौ, तर जब तिमी मौन रहन्छौ, तिमी ऊर्जा सङ्ग्रह गर्छौ। मौन त्यो ढाल हो जसलाई कुनै वाणले भेद्न सक्दैन। शत्रु तिमीबाट प्रतिक्रिया चाहन्छ, क्रोधको, अपमानको, डरको, किनकि तिम्रो प्रतिक्रिया नै उसको जित हो। तर जब तिमी एक शब्द पनि नबोली शान्त भएर उभिन्छौ, उसको योजना अधुरो रहन्छ। मौन भनेको भाग्नु होइन, मौन भनेको आत्मसंयम हो। आत्मसंयम भएको मानिसलाई संसारले जित्न सक्दैन। तिमी मौन रहँदा तिम्रो मन स्थिर हुन्छ। स्थिर मनबाट सही कर्म जन्मिन्छ, र सही कर्म नै सबैभन्दा ठूलो उत्तर हो। शत्रु तिम्रो शब्दबाट होइन, तिम्रो जीवनबाट पराजित हुन्छ। तिमी आफ्नो कर्तव्य इमानदारीले पूरा गर, आफ्नो चरित्र शुद्ध राख, आफ्नो कर्मलाई उज्यालो बनाऊ। त्यसपछि शत्रु आफै थाक्छ, आफै चुप लाग्छ, किनकि उसँग तिम्रो मौनसँग लड्ने शक्ति हुँदैन। याद राख, आगोमा आगो हाल्दा दुवै जल्छन्, तर आगोलाई पानीले मात्र निभाउन सकिन्छ। त्यस्तै क्रोधलाई क्रोधले होइन, शान्तिले मात्र हराउन सकिन्छ। मौन शान्तिको सबैभन्दा गहिरो रूप हो। जब तिमी मौन हुन्छौ, तिमी आफूलाई सुनिन्छौ। जब तिमी आफूलाई सुनिन्छौ, तिमी सत्यको नजिक पुग्छौ। सत्यसँग उभिएको मानिसलाई कुनै शत्रुले हराउन सक्दैन। शत्रु तिम्रो पतन चाहन्छ, तर तिमी उन्नत भइरहन्छौ भने उसको हार निश्चित हुन्छ। त्यसैले हे मानव, सबै युद्ध जित्न आवाज उठाउनु पर्दैन। केही युद्ध त शान्त मुस्कारण, स्थिर दृष्टि र निरन्तर सही कर्मले जितिन्छन्। मौनमा रहँदा पनि तिमी डराउनु पर्दैन, किनकि मौन कमजोरी होइन, मौन त आत्मबलको घोषणा हो। यही हो श्रीकृष्णको वाणी। शब्दलाई नियन्त्रण गर, मनलाई जित, कर्मलाई पवित्र बनाऊ, अनि हे अर्जुन, एक शब्द पनि नबोली तिमी संसारका सबै शत्रुमाथि विजयी हुनेछौ। बुझ्नुपर्छ, मौन केवल ओठ बन्द गर्नु होइन, मौन भनेको मनलाई स्थिर राख्नु हो। धेरै मानिस चुप त बस्छन्, तर मनभित्र युद्ध चलिरहन्छ। यस्तो मौनले शत्रु जितिँदैन। शत्रु त त्यति बेला पराजित हुन्छ जब तिमीभित्र कुनै हलचल हुँदैन, कुनै जलन हुँदैन, कुनै प्रतिशोधको आगो बल्दैन। जब कसैले तिमीलाई अपमान गर्छ र तिमी मौन रहन्छौ, त्यो मौन डरको कारण होइन, बोधको कारण हो भन्ने उसले बुझ्न सक्दैन। तर यही नबुझाइ नै तिम्रो शक्ति हो। शत्रु तिमीलाई कमजोर ठान्छ, तर समयसँगै ऊ आफै थाक्छ, किनकि तिमीले उसलाई कुनै ऊर्जा दिएनौ। याद राख, जसलाई तिमी प्रतिक्रिया दिन्छौ, उसैलाई तिमी शक्ति दिन्छौ। प्रतिक्रिया रोक्नु भनेको शक्तिको संरक्षण गर्नु हो। यही संरक्षण गरिएको शक्ति नै तिम्रो वास्तविक हतियार हो। हे मानव, एक शब्द पनि नबोली शत्रुलाई जित्ने दोस्रो गहिरो उपाय भनेको निरन्तर उन्नति गर्नु हो। जब तिमी आफ्नै जीवन सुधार्न व्यस्त हुन्छौ, शत्रु तिम्रो वरिपरि घुम्न बाध्य हुन्छ। ऊ तिमीलाई तल तान्न चाहन्छ, तर तिमी माथि उक्लिरहन्छौ भने उसले हार स्वीकार्नुपर्छ। तिमी आफ्नो अनुशासन बलियो बनाऊ, आफ्नो ज्ञान बढाऊ, आफ्नो चरित्रलाई यस्तो बनाऊ कि तिमीमाथि औँला उठाउने हात आफै लजाओस्। मौनमा गरिएका ठूला कर्महरू चर्को आवाजमा गरिएका साना कर्मभन्दा शक्तिशाली हुन्छन्। तिमी मौन रहँदा पनि तिम्रो प्रगति बोलिरहन्छ।
यही प्रगतिले शत्रुको अहङ्कारलाई चकनाचुर बनाउँछ। हे अर्जुन, धेरै मानिस सोध्छन् मौन बस्दा अन्याय बढ्छ, तर सुन, अन्याय तब बढ्छ जब तिमी क्रोधमा अन्धो हुन्छौ। मौनले तिमीलाई समय दिन्छ, समय सोच्न, बुझ्न र सही क्षण पर्खन। श्रीकृष्ण कहिल्यै हतारमा बोल्दैनन्, किनकि हतारमा बोलेको शब्द बाण झैँ फर्केर आफैलाई घोच्न सक्छ। मौनले तिमीलाई विवेक दिन्छ। विवेक भएको मानिसले बोलेको एक वाक्य नै शत्रुको अन्त्यका लागि पर्याप्त हुन्छ, तर त्यो वाक्य बोल्नु अघि उसले लामो मौन साधना गरेको हुन्छ। त्यसैले मौन कमजोरी होइन, तयारी हो। हे मानव, एक शब्द पनि नबोली शत्रुलाई जित्ने अर्को गहिरो उपाय भनेको क्षमा हो। क्षमा शत्रुको अपराधलाई सही ठहर गर्नु होइन, क्षमा भनेको आफ्नै मनलाई मुक्त गर्नु हो। जब तिमी कसैप्रति घृणा बोकेर बस्छौ, तिमी नै बन्धनमा बाँधिन्छौ, तर जब तिमी मौन क्षमा गर्छौ, तिमी स्वतन्त्र हुन्छौ। स्वतन्त्र आत्मालाई कसैले कैद गर्न सक्दैन, कसैले हराउन सक्दैन। शत्रु त तिमीलाई पीडामा देख्न चाहन्छ, तर जब तिमी शान्त र स्थिर देखिन्छौ, उसको मनभित्रै असफलताको विष फैलिन थाल्छ। हे अर्जुन, मौनसँगै धैर्य जोडिएपछि तिमी अजेय हुन्छौ। धैर्य त्यो शक्ति हो जसले समयलाई पनि आफ्नो पक्षमा ल्याउँछ। आज अपमान सहनु परेको छ भने पनि यदि तिमी सही बाटोमा छौ भने भोलि सत्य आफै बोल्छ। सत्यलाई चिच्याउनु पर्दैन, सत्यलाई केवल बाँच्नुपर्छ। तिमी आफ्नो जीवनलाई नै यस्तो सन्देश बनाऊ कि तिम्रो मौन उपस्थिति नै उत्तर बनोस्। जब तिमी मौन, धैर्यवान र कर्मशील हुन्छौ, शत्रु तिमीलाई जित्न खोज्दै खोज्दै आफै हार्छ। अन्ततः हे मानव, संसारका सबै युद्ध बाहिर जितिँदैनन्, सबैभन्दा ठूलो युद्ध त मनभित्र जितिन्छ। जब तिमी आफ्नो क्रोध, अहङ्कार, डर र असुरक्षालाई मौनमै पराजित गर्छौ, तब बाहिरका शत्रुहरू स्वतः साना देखिन थाल्छन्। एक शब्द पनि नबोली जित्ने कला यही हो। मन जित, कर्म शुद्ध राख, समयलाई साक्षी बनाऊ। यही श्रीकृष्णको वाणी हो, यही जीवनको गहिरो सत्य हो। अब तिमी अझ गहिरो सत्य बुझ्न तयार हौ, किनकि एक शब्द पनि नबोली शत्रुलाई जित्ने यो तेस्रो मार्ग बाहिरी संसारभन्दा पनि सूक्ष्म छ। धेरैले शत्रुलाई मानिस ठान्छन्, तर श्रीकृष्ण भन्छन् सबैभन्दा खतरनाक शत्रु त्यो हो जसले तिमीलाई भित्रैबाट अस्थिर बनाउँछ। जब कसैले तिमीलाई चोट पुर्याउँछ र तिमी मौन रहन्छौ, त्यो मौन केवल व्यावहारिक चाल होइन, त्यो आध्यात्मिक साधना हो। मौनमा बसेको मन ऐना झै हुन्छ जसमा शत्रुले आफ्नै विकृति देख्छ। तिमी जब शान्त रहन्छौ, तिमी उसको स्तरमा झर्दैनौ, बरु उसलाई आफ्नै स्तरको सामना गर्न बाध्य बनाउँछौ। यही कारण मौन सधैँ भारी हुन्छ। शब्द त क्षणिक हुन्छन्, तर मौनले दीर्घकालीन प्रभाव छोड्छ। हे मानव, एक शब्द नबोली जित्ने अर्को गहिरो रहस्य भनेको अहङ्कारको विसर्जन हो। शत्रु प्राय तिमीलाई अपमान गरेर तिम्रो अहङ्कारलाई चोट दिन चाहन्छ। यदि तिमीले प्रतिक्रिया दियौ भने तिमीले उसलाई सफल बनायौ, तर जब तिमी मौन रहन्छौ, तिमी भित्रै घोषणा गर्छौ, म अहङ्कार होइन, म चेतना हो। चेतनालाई कसैले अपमान गर्न सक्दैन। मौन बस्नु भनेको आफूलाई सानो बनाउनु होइन, आफूलाई सीमाभन्दा माथि उठाउनु हो। जब तिमी अहङ्कारभन्दा माथि उठ्छौ, शत्रु तलै बाँकी रहन्छ। युद्ध मैदानमा पनि धेरै पटक मौन प्रयोग गरे, किनकि सबै सत्य तुरुन्त बोल्नु पर्दैन। केही सत्य त समयसँगै प्रकट हुन्छन्। मौनले तिमीलाई समयको मित्र बनाउँछ। आज तिमी चुप छौ, तर समय तिम्रो पक्षमा चलिरहेछ। शत्रु हतारमा हुन्छ, अधैर्यमा हुन्छ, परिणाम चाहन्छ, तर तिमी धैर्यमा बसेर मौन कर्म गर्दै जान्छौ भने समय आफै तिम्रो पक्षमा उभिन्छ। समयसँग मिलेको मानिसलाई कुनै शत्रुले हराउन सक्दैन। आन्तरिक विजय हो। बाहिर जित्दा शत्रु बढ्छ, भित्र जित्दा शान्ति बढ्छ। तिमी जब आफ्नो क्रोधलाई मौनमै नियन्त्रण गर्छौ, तिमीले ठूलो युद्ध जितिसक्यौ। तिमी जब ईर्ष्यालाई मौनमै जल्न नदी बुझाइमा बदल्छौ, तिमी अजेय बन्छौ। शत्रु त तिमीलाई अशान्त देख्न चाहन्छ, तर जब तिमी शान्त देखिन्छौ, ऊ आफ्नै असफलताको बोझले थिचिन थाल्छ। मौनसँगै करुणा जोडियो भने त्यो दिव्य अस्त्र बन्छ। करुणा देखाएर तिमी शत्रुलाई जित्छौ भन्ने होइन, करुणा देखाएर तिमी आफूलाई मुक्त गर्छौ। मुक्त आत्मा कहिल्यै हार्दैन। जब तिमी शत्रुप्रति पनि मनभित्र शान्ति राख्छौ, तिमीले उसको अस्तित्वलाई नै निष्प्रभावी बनाउँछौ, किनकि शत्रु द्वन्द्वमा बाँच्छ र तिमी द्वन्द्वबाट बाहिर निस्किसक्छौ। हे मानव, जीवनमा कहिलेकाहीँ तिमीलाई गलत ठहरिनेछ, अपमान गरिनेछ, चुप लागेर सहनु पर्नेछ, तर सम्झ, मौन सहनु कमजोरी होइन, यो आत्मविश्वासको सर्वोच्च रूप हो।
तिमीलाई थाहा छ तिमी को हौ, तिमी के गरिरहेछौ, त्यसपछि अरूको आवाज किन आवश्यक पर्छ? मौनमा अडिग मानिसको उपस्थिति नै घोषणा बन्छ। अन्त्यमा हे अर्जुन, एक शब्द पनि नबोली शत्रुलाई जित्ने तेस्रो भागको सार यही हो। मौनलाई अभ्यास बनाऊ, अहङ्कारलाई त्याग गर, समयलाई मित्र बनाऊ र आफ्नो मनलाई युद्धभूमिबाट शान्ति स्थलमा रूपान्तरण गर। जब तिमी भित्रै शान्त हुन्छौ, बाहिरका सबै शत्रुहरू आफै निरर्थक हुन्छन्। यही श्रीकृष्णको वाणी हो। बोल्नु सबैको कला हो, तर मौनमा विजयी हुनु केवल जागृत आत्माको सामर्थ्य हो। किनकि एक शब्द पनि नबोली शत्रुलाई जित्ने अन्तिम मार्ग सबैभन्दा सूक्ष्म, सबैभन्दा शक्तिशाली र सबैभन्दा दिव्य छ। यो मार्ग बाहिर देखिँदैन, तर यसको प्रभाव संसारभर फैलिन्छ। जब तिमी मौनलाई आफ्नो स्वभाव बनाउँछौ, तब तिमी प्रतिक्रिया होइन, उत्तर बन्छौ। शत्रु तिमीलाई शब्दमा बाँध्न चाहन्छ, विवादमा तान्न चाहन्छ, तर्कको जालमा फसाउन चाहन्छ, किनकि उसलाई थाहा छ जहाँ तर्क हुन्छ त्यहाँ अहङ्कार हुन्छ, र जहाँ अहङ्कार हुन्छ त्यहाँ अशान्ति हुन्छ। तर जब तिमी एक शब्द पनि नबोली स्थिर रहन्छौ, तिमी उसको पहुँचभन्दा माथि उक्लिन्छौ। मौनमा बसेको आत्मा पर्वत झैँ हुन्छ। आँधी आउँछ, वर्षा पर्छ, बिजुली चम्किन्छ, तर पर्वत हल्लिँदैन। शत्रु थाक्छ, किनकि उसले तिमीभित्र कुनै कम्पन भेट्दैन। सम्झ, मौन भनेको डर होइन, मौन भनेको पूर्ण आत्मविश्वास हो। मलाई प्रमाण दिन शब्द चाहिँदैन, मेरो जीवन नै प्रमाण हो। जब तिमी आफ्नो चरित्रलाई यति उज्यालो बनाउँछौ कि तिम्रो उपस्थिति मात्रले सत्य झल्किन्छ, तब झुट आफै लुक्न थाल्छ। शत्रु तिम्रो मौनलाई कमजोरी ठान्छ, तर समयसँगै उसले बुझ्छ यो त उसकै पराजयको कारण रहेछ। किनकि मौन मानिसले गल्ती गर्दैन, हतार गर्दैन, आवेगमा निर्णय गर्दैन। ऊ समय पर्खन्छ, सत्यलाई काम गर्न दिन्छ। सत्य ढिलो बोल्छ, तर जब बोल्छ संसार चुप लाग्छ। एक शब्द पनि नबोली जित्ने अन्तिम रहस्य यही हो। आफ्नो जीवनलाई यस्तो बनाऊ कि तिमीले केही भन्नै नपरोस्। तिमी जब अनुशासनमा बाँच्दछौ, करुणामा बाँच्दछौ, सत्य र धर्ममा अडिग रहन्छौ, तब तिमी आफै श्रीकृष्णको मौन बाणी बन्छौ। शत्रु तिमीलाई हराउन खोज्दै खोज्दै आफै थाक्छ, आफै खाली हुन्छ, किनकि ऊ बाहिरको युद्ध लडिरहेको हुन्छ र तिमी भित्रको युद्ध जितिसकेका हुन्छौ। भित्र जितेको मानिस बाहिर कहिल्यै हार्दैन। त्यसैले हे मानव, अन्तिम उपदेश यही हो। शब्द कम गर, चेतना बढाऊ। प्रतिक्रिया होइन, अवस्था बना। क्रोध होइन, करुणा रोज। डर होइन, धैर्य रोज। जब तिमी मौनमा अडिग भएर सही कर्म गर्दै जान्छौ, तब एक शब्द पनि नबोली तिमी सबैभन्दा ठूलो शत्रुलाई जित्छौ, र त्यो शत्रु अन्ततः बाहिर होइन, भित्र हुन्छ। यही श्रीकृष्णको अन्तिम बाणी हो, यही जीवनको अमर सत्य हो।